आहा साथीहरु, यो मसरुम सुकुटी साँधेको यति मिठो हुने रहेछ नि, मासु भन्दा पनि धेरै मिठो, पिरो अमिलो टक्क परेको भेजिटेरियन साथीहरुको लागि एकदमै पर्फेक्ट हुन्छ। हजुरहरु पनि यो मसरुमको सुकुटी साँधेको खानु भनेर म यो रेसिपी शेयर गर्दैछु। यसको लागि पाते च्याउ लिनु पर्ने हुन्छ। पाते च्याउलाई चाहिँ इन्डिभिजुअल छुट्याइदिनु होला। सानो सानो टुक्रामा यसरी च्यातिदिनु होला। अब यसलाई 2-3 मिनेट जति मजाले बोइल गर्नु पर्ने हुन्छ। यसमा रहेको फोहोर केमिकलहरु सबै जान्छ। 2-3 मिनेट बोइल गरिसकेपछि सबैलाई एउटा छान्नेको सहायताले छानेर अनि सेलाउन छोड्दिनु पर्ने हुन्छ। सेलाइसकेपछि यसको सबै पानी निचोर्नु पर्ने हुन्छ। अब पानी निचोरिसकेपछि यसलाई डीप फ्राई गर्नु पर्ने हुन्छ। यो ब्राउन भइसकेपछि निकाल्दिनु होला। अब यसको लागि मसला तयार गर्न जाँदैछु। 6 वटा पोलेको टमाटर मिक्सिङ बाउलमा हाल्नु पर्ने हुन्छ। आधी चम्चा अदुवा लसुनको पेस्ट, आधी चम्चा जति भुटेको खुर्सानीको धुलो, आधी चम्चा जति टिमुरको छोप, आधी चम्चा जति जिराको धुलो, आधी चम्चा जति धनियाको धुलो, स्वाद अनुसारको नुन हाल्नु पर्ने हुन्छ। 1 चम्चा जति भुटेको तोरीको तेल राख्नु होला। यति जति चप गरेको प्याज, यति जति हरियो धनियाको पात राख्नु पर्ने हुन्छ। यसलाई अब एकचोटी मजाले मुस्नु पर्ने हुन्छ। हजुरहरु पनि यो भिडियोमा देखाए जस्तै मुस्दिनु होला। साथीहरु, यति जतिको मसला तयार भइसकेपछि फ्राई गरेको च्याउ सबैलाई राखदिनु होला। यसलाई पनि मजाले मुस्नु पर्ने हुन्छ। मसला भित्रसम्म जाने गरी मजाले मुस्दिनु होला। त्यसपछि हाम्रो मजाको मसरुम सुकुटी साँधेको तयार हुन्छ। यसलाई खाजा खाना अथवा स्न्याक्सको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ। यो भेजिटेरियन साथीको लागि पर्फेक्ट हुन सक्छ।